छैनन् भन्ने कुरा र यो नगरसभामा अझै हामी मान्छेहरू जति धेरै मान्छे जति आउँदा पनि हुन्छ श्रम संस्कृतिमा त त्यो श्रमदान गर्ने कुरा हो है। म पनि आउँछु भनेर आउनु पर्यो, मलाई बोलाइदियोस् नभन्नुहोस्, प्लिज बोलाइदियोस् नभन्नुहोस्। मलाई घरमा आएर तपाईँले उम्मेदवारी दिनै पर्छ नत्र हुँदैन भनेर तपाईँले रुई कराई गरेर म के अरे सांसद बने हो होइन, म आफै लड्छु भनेर होइन। त्यसरी नै तपाईँहरू पनि आउनु पर्यो, देश बनाउने कुरा हो यो। मलाई चाहिँ बोलाइदियोस्, दिनेशजीले बोलाइदियोस्, कसले बोलाइदियोस्, अब त बोल्दा बोलाउँदै बोलाउँदैन उनीहरू मात्र यस्तो गरेर हिँड्छ भन्ने खालको काम कसैले त्यो खालको मलाई नसुनाऊ। तपाईँको हो यो देश, तपाईँको धरान हो। यहाँ आउने सबैजना मिडिया मार्फत हेर्नु नै धरानको सबैजना है को हो यो। त्यसो भएको कारणले श्रम संस्कृतिमा एक्टिभली आफै आउनु पर्यो र सक्रिय रूपमा आफै आएर जोडिनुहोस्, त्यो तरिकाले जाने हो। र अब हामीले नगरसभालाई अझै विस्तार गर्ने, वडा कमिटीहरू विस्तार गर्ने कामहरू, नगरपालिकालाई खबरदारी गर्ने कामहरू, अब खानेपानीको समस्यादेखि लिएर विभिन्न खालका समस्याहरू छन्, ती कुरामा खबरदारी, चेक एन्ड ब्यालेन्स गर्ने कुराहरू, भ्रष्टाचार नहोस्, सुशासन होस्, ढिला सुस्ती नहोस् भन्ने कुराहरू अब तपाईँहरूले गर्नुपर्छ, तपाईँहरूले गर्नुपर्छ है। म यो भन्न चाहन्छु, हर्कसाङपाङले तपाईँलाई भुल गरेर बोलायो कि बोलाएन, बोलाउँछ कि बोलाउँदैन। अब चिया अब पहिला म मेयर भएर जितेपछि धेरै साथीहरू भड्किनु भयो, किन भड्किनु भयो त चिया खान बोलायो। अब पनि फेरि भड्किन्छन् कि 2-4 जना। अब झन् बिजी हुन्छु, मेरो त व्यस्तता त 50 गुणा बढेर गयो होइन। पूर्वदेखि पश्चिमसँग सङ्गठन पनि हेर्नुपर्ने भयो, सदनमा कुरा पनि गर्नुपर्ने भयो, विकासका कुरा पनि उठाउनु पर्ने भयो, यावत हुने भयो नि त है। पहिला 15 जना मान्छे मलाई भेट्न आउँथे भने अहिले 60 जना मान्छे भेट्न आइरहेको छ होइन, 4 गुणा मान्छे आइरहेको छ। त्यसले गर्दाखेरि मैले तपाईँहरूलाई पर्सनल्ली जे जस्तो किसिमले तपाईँहरूलाई चाहिँ मैले टोडाएर ल्याएको थिएँ त्यस्तो आशा अब नगर्नु होला है। आफै बुझ्नुपर्छ, अब तपाईँ आफै आफ्नो खुट्टामा उभिनुपर्छ। एकअर्कासँग जहिले पनि सम्मानजनक सम्बन्ध राख्नु होला। तपाईँ जब अरूलाई सम्मान गर्नुहुन्छ अनि मात्रै तपाईँले पनि सम्मान पाउनुहुन्छ। त्यसले गर्दाखेरि सम्मान, एकअर्कालाई सम्मान, साथी साथी माया, साथी साथी सद्भाव, सहकार्य, अन्तर्क्रिया सम्बन्ध यो गर्नुपर्छ। त्यो भन्न चाहन्छु, सबैजनालाई धन्यवाद दिन चाहन्छु। मैले अघि भने तपाईँहरू सबैजनाको सहयोगले गर्दा मात्रै म पहिलो नम्बरमा आएको है। अब त्यो दोस्रो आएको तेस्रो आएकोलाई गिज्याउने काम पनि नगर्नु। म मिडिया मार्फत सबैलाई भनिरहेको छु, कसैले इलाम छोड्छु भन्यो, कसैले चाहिँ नाङ्गै हिँड्छु भने, कोहीले चाहिँ होइन कानै काट्छु भने, कोहीले के खान्छु भने, त्यो सबै कुरालाई अब हामीले जिस्काउने काम नगरौँ होइन। त्यो चाहिँ के हो भन्दाखेरि राजनीतिमा चाहिँ के अरे तपाईँको चाहिँ मान्छेको मनोबल गिराउनको लागि प्रयोग गर्ने एउटा तुरुप हो क्या, एउटा ट्रिक हो, ट्रिक। कुरा बुझ्नुभयो नि। सबैले प्रधानमन्त्री बन्छौँ हामी भन्यौँ नि त, भनेन, त्यो ट्रिक हो। गगन थापाले प्रधानमन्त्री म त, राजेन्द्र लिङ्गदेन मै प्रधानमन्त्री बन्छु भने होइन, सबैले मैले पनि भनेकै हो। तर बन्यो बनेन भन्ने कुरा त चुनाव पछाडि देखियो होइन। त्यो चाहिँ किन मान्छेले त्यसो भन्छ भन्दाखेरि चाहिँ अरूको मनोबल गिरोस् भनेर क्या। मान्छेको 2टा बल हुन्छ, एउटा मनको बल, एउटा तनको बल, शरीरको बल र अर्को धनको बल, 3टा हुन्छ भनौँ। तर मनको बल चाहिँ सबभन्दा पहिलो बल हो। त्यो मनको बलबाट हामी कमजोर भयौँ भने हाम्रो धनको बल र शरीरको बलले काम गर्दैन, तनको बलले। त्यो चाहिँ राजनीतिक तुरुप हो क्या। त्यो तुरुप भन्नाले ट्रिक हो, ट्रिक, युक्ति, जुक्ति। त्यो जुक्ति प्रयोग गरेर मान्छे त्यसो भने हो, ए जित्यो भने म राजनीति छोडिदिन्छु भन्नेहरू यतै छन्। उहाँहरूलाई नजिस्काउनु होइन। मैले त त्यसो चाहिँ भनिनँ, छोड्छु चाहिँ भनिनँ। त्यो बहुमत दिएको भए र नेपालमा 5 वर्षसम्म मैले काम गर्न पाएको भए, सरकार होइन प्रधानमन्त्री भएर म देशको कायापलट गर्न सक्थेँ। नसकेको भए नेपालको के अरे नागरिकता त्यागेर जान्थेँ। यो चाहिँ मैले भने हो, त्यो चाहिँ म तयार थिएँ। तर अब नेपाली जनताले बहुमत हामीलाई 3 सिट पारिदिनु भयो। तर दोस्रो स्थानमा, तेस्रो स्थानमा, चौथो, पाँचौँ यस्ता स्थानमा धेरै ठाउँमा हाम्रो आएको, त्यसलाई नराम्रो भन्न मिल्दैन।
त्यसले गर्दा दुःख मान्नुपर्ने काहीँ कतै छैन। मैले यो मिडिया मार्फत भनिरहेको छु, केही क्यान्डिडेट त यहाँ मैले देखि पनि रहेको छु। मैले चाहिँ जितिनँ, मेरो चाहिँ शिरै ढल्यो भन्ने हो। मैले यो धन्यवाद सभा राख्नुको कारण चाहिँ धन्यवाद मात्रै नभएर तपाईँको चाहिँ एउटा भनौँ न इन्करेजमेन्ट तपाईँको चाहिँ भेला पनि हो। जो सेकेन्ड आउनु भएको छ, जो थर्ड आउनु भएको छ, पहिलो आउनु भएको छैन नि जो हो होइन, उहाँले सानो मन गर्नु हुँदैन है। यति छोटो समयमा त्यति धेरै मत आयो त्यही भनेर त्यहाँनिर चित्त बुझाउनुपर्छ। आउनु त एक नम्बरै आउनु खोज्या हो, तर हामी नेपालभरिबाट 3 ठाउँमा मात्रै 1 नम्बर आयो है। अब त्यो 2 नम्बर 3 नम्बर आउनेले फेरि मन सानो गर्नुपर्छ, नहुने रहेछ भनेर मात्रै साइड लाग्छु भन्ने होइन। म सबैलाई त्यो भन्न चाहन्छु। म पनि पहिला तपाईँको चाहिँ मेयरको उपनिर्वाचनमा 76 सालमा लड्दा 422 मात्रै भोट आएको है। अब कसैले 16-18 हजार भोट ल्याउँदाखेरि पनि 422 मात्रै आउँदो रहेछ, हुँदैन रहेछ भनेको हो। म मेयर पनि बन्दिनँ थिएँ होइन। अनि अहिलेको यो अवस्था त आउने कुरै हुँदैन। त्यसले गर्दाखेरि सानो मन नगर्ने कसैले पनि सानो। अब यो मिडिया मार्फत म अरू दलका तपाईँको उम्मेदवारहरूलाई पनि यो भनिरहेको छु, सानो मन गर्नु हुँदैन। देयर इज अलवेज नेक्स्ट टाइम। भविष्यको लागि होइन हामीले प्रयास गरिरहेको छ। प्रतिस्पर्धा हो, मालिक चाहिँ यो देशको जनता हो होइन। तपाईँको अधिपति यो देशको को हो? जनता हो। जनताले चुनावबाट जे भन्यो त्यही हुने हो। त्यसले गर्दाखेरि चुनावबाट यस्तो भन्यो म चाहिँ यो मान्दिनँ पनि भन्नु हुँदैन, हामीले मान्नै पर्छ होइन। र चुनावले हामीलाई के देखायो भन्दाखेरि 3 सिट मात्रै प्रत्यक्षतर्फ दियो। त्यो कुरामा हामीले चित्त बुझाउनुपर्छ। सबैजनालाई म के भन्न चाहन्छु, सक्नु आँटेको बेला आयो तर नाच्नुको लागि त ठिकै भयो। गर्मीमा नाच्दाखेरि आज अलिकति बोस रमाइलो त गर्नु पर्यो होइन, जोड्नुपर्छ होला। अल्छी लाग्यो? अल्छी तपाईँहरूलाई लाग्दैन क्या, गाउँ त रमाइलो। यो शनिबार चाहिँ श्रमदार चाहिँ कोका खोलाको पानी रिपेयर गर्न जाउँ भन्दैछु। अब सबैजना त भ्याइँदैन होला, को भ्याउनुहुन्छ विन्चीमा आउनु होला 7 बजी। श्रम नगरेर हात चिलाइरहेछ कि त्यो खैनी खानु नपाउनेले कस्तो हुन्छ। अघि मैले भनेको थिएँ यहाँ ताली बजाउनु नपाएर कस्तो भइरहेछ होइन। तपाईँहरू खुसी हुनुहुन्छ हो? कति जति खुसी हुनुहुन्छ? अब यहाँनिर वडा नम्बर 1 बाट 2 बाट 3 बाट चाहिँ भोट थोरै आयो भनेर सुरुमा रुन्चे अनुहार बनाउनेहरूको को हुनुहुन्थ्यो? हात उठाउनु त। ल खुसुक्कै रुन्चे अनुहार बनाएर, खुसुक्कै नै रुन्चे अनुहार बनाएर एकछिनै, अब एकछिनै आत्तिनु हुँदैन। मैले भने त जबसम्म अन्तिम नतिजासम्म पुगिँदैन आत्तिनु हुँदैन भनेको थिएँ नि होइन। आत्तिनु हुँदैन। जीवनमा 2टा कुरा गर्नु हुँदैन, है। हामी त जितिहाल्यौँ भनेर गीत गाएर नाचेर अरूलाई चाहिँ गाली गरेर हुँदैन होइन। हामी फर्स्ट आउन सकेनौँ भनेर गाली गरेर हुँदैन। त्यसो भएको कारणले म सबैलाई त्यो भन्न चाहन्छु, तपाईँहरूले सहयोग गर्नुभयो अनि रिजल्ट आयो यो छ। अब हामीलाई होइन, अब धेरै कुराहरू म राख्न चाहन्न कि राख्नु अलि। ल 1 नम्बरदेखि तपाईँको 20 नम्बर अनि तपाईँको रामधुनीमा अनि बरा क्षेत्रमा सबै मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। भोलि हाम्रो धन्यवाद र्याली छ। यो जितको र्याली विजय र्याली होइन। विजय हामीले कसैमाथि कसै गरेकै छैन। जनता हार्दैन, जनतालाई हराउनु। एक भोट ल्याउने पनि जनताको भोट लिएको उसलाई हराएको भन्नु हुँदैन। तर पहिलो भएको कारणले गर्दाखेरि हामीले धन्यवाद र्याली निकाल्नेछौँ। धन्यवाद र्याली अलिक निकै लामो जानेछ। मैले अघि भने त वाचन गर्न चाहन्न। ग्रिन टीमा 11 बजीमा हाम्रो सुरु भयो होइन। हामी मोटरसाइकल र स्कुटरमा हिँड्छौँ, भयो भने टेम्पोमा पनि हिँड्छौँ। किनभने हिँडेर त अब 3 महिना लाग्छ, 3 महिनामा पनि सकिँदैन। त्यसले गर्दाखेरि हामी त्यसरी जान्छौँ होइन। नाराबाजी र युट्युब पनि गर्दैनौँ, के पनि गर्दैनौँ होइन। सुझाव सङ्कलन गर्छौँ। अब कहीँ कतै भयो भने के अरे तपाईँको चाहिँ मतपेटिका जस्तै सुझाव पेटिका जान्छ। हाम्रा यहाँ भाइहरू बहिनीहरू होइन, मसिना जेन्जीहरू थुप्रै हुनुहुन्छ। तपाईँहरूलाई हार्दिक धन्यवाद छ।
मभन्दा अलिकति कान्छोहरूलाई पनि धन्यवाद छ, मेरो समकालीन उमेरकाहरूलाई पनि धन्यवाद दिन चाहन्छु, मभन्दा अग्रज मेरो सिनियर सिटिजन्सलाई धन्यवाद छ। तपाईँहरूलाई म एउटा कुरा भन्छु, श्रम संस्कृति कस्तो संस्कृति हो यो भन्दाखेरि यो भनेको सामाजिक मूल्य मान्यतामा संस्कृतिलाई आधारित मानेर हिँडेको पार्टी हो। मैले यहाँ केन्द्रीय समितिको मान्छेलाई नबोलाएर किन सिनियर सिटिजनलाई बोलाएँ भन्दाखेरि केन्द्रीय समिति त 16 वर्षको मान्छे छ होइन, अनि सिनियर सिटिजन चाहिँ पर उभिएर सुत्नुपर्ने, अनि तपाईँको चाहिँ 16 वर्षको मान्छे यहाँ बस्नुपर्ने भन्ने हुँदैन। सामाजिक मूल्य मान्यतालाई निरन्तरता दिन चाहन्छ श्रम संस्कृति, यो पनि एउटा कल्चर हामीले याद राख्नु है। पदीय तपाईँको छैन, हाम्रो मर्यादा पनि हुन्छ हुन, तर पदीय मर्यादा मात्रै सक्षम होइन है, समाजको मान्यता मूल्य मान्यतालाई पनि अङ्गीकार गरेर हिँड्छ श्रम संस्कृति। हामीले दार्चुलामा ट्विन लगाउने भन्ने घोषणा गरेका छौँ। सहयोगहरूमा आउँदै होला। पूर्ण सर हुनुहुन्छ यहाँ, पूर्ण सर हुनुहुन्छ, पूर्ण लिम्बू हुनुहुन्छ होला, उता कता हुनुहुन्छ होला उहाँ र उहाँको टोली हामी पठाउँछौँ सुरुमा हेर्नलाई साइट सिइङ कस्तो रहेछ के रहेछ। त्यस पछाडि तपाईँको चाहिँ के अरे हामी त्यहाँ पनि श्रमदान गरेर गर्छ। यहाँबाट मान्छे जानुपर्छ भन्ने छैन, भ्याउने जति जाँदा पनि हुन्छ होइन। उतै बस्ने चिउरा के भन्छ अरे त्यो भटमास होइन, मकै चट्टल यस त्योहरू बोक्ने जाने काम हुन्छ। अब कस्तो छ तर त्यो इन्भाइरोमेन्ट के छ म पनि पुगेको छैन, त्यसले गर्दाखेरि त्यो अनुसार हामी त्यहाँ काम पनि गर्छौँ। अनि अब हर्क साम्बाङ भइन्जेल श्रमदान भयो त्यस पछाडि हुँदैन भन्ने होइन, यहाँ नगर समितिले श्रमदान सञ्चालन गर्नुपर्छ। श्रमदान नै हाम्रो के अरे तपाईँको विकासको मूल आधार बन्नुपर्छ। त्यो विषयमा हामी कुरा गर्ने नै छौँ। तपाईँहरूले लिएको खदा र माला तपाईँहरूले लानु भन्नु मिल्दैन, नल्याउनु, त्यो धेरै नल्याउनु। म त्यो सोखिन मान्छे नै होइन है। तपाईँले मैले जहिले पनि कसरी देख्नु भएको छ भन्दाखेरि कि त धुलोमा कि त हिलोमा कि त मैला होइन, कि त पसिनै पसिना टाइपको मान्छे हो म। त्यसले गर्दाखेरि मलाई त्यो यो त्यो भन्ने कुरा छैन। मलाई सम्मान होइन, श्रमदान दिनु तपाईँहरूले सबैजनाले है, र त्यो भन्न चाहन्छु। र बरु सक्नुहुन्छ भने तपाईँको छैन त्यो दार्चुलाको लागि होइन, त्यो के अरे ट्विनको लागि 10 रुपियाँदेखि मासतिर जति सहयोग गर्नुहुन्छ गर्नु होला, 10 रुपियाँदेखि मासतिर सबै सहयोग गर्नु है, म त्यो भन्न चाहन्छु। र त्यहाँ त्यो बिजोग छ, सरकारको बजेटको मात्रै आशा गर्नु हुँदैन। सरकारको बजेट त भएको मैले सानो सानो पालिका त चलाएकै हो, ठिक छ ठिकै पनि भइरहेछ है। यो आयो हेलो ल हो यहाँबाट ल सुनिन्छ नि यहाँबाट अझै राम्रो ल। त्यसले गर्दाखेरि त्यसमा पनि हामी लाग्छौँ। म धेरै अरू कुराहरू राख्छु जस्तो मलाई लागेको छैन, कि त राख्नु के राख्नु र हजुर के राख्नु होला र पुगे अगाएन केही छैन, जिम्मेवारी बढेको हो होइन। जिम्मेवारी तपाईँहरूको के अरे हाम्रो काँधमा सबैको काँधमा बढेको हो। मैले फेरि केमा जोड दिएँ भने अब हाम्रो सङ्गठन विस्तारमा माटो श्रम संस्कृतिमा विश्वास गर्ने, आस्था राख्ने र सबैजनालाई है एकदम तपाईँको चाहिँ पब्लिक कलिङ नै गरेर सङ्गठन विस्तारमा हामी लाग्नुपर्छ।